हामी धरानबाट चाहिँ मुक्तिनाथको दर्शनको निमित्त हिँडेको दिन चाहिँ पोखरामा आएर बसियो र त्यसको भोलिपल्ट चाहिँ अहिले बिहानको समय लगभग 7 साढे 7 को समय हो। हामी पोखराको यो विन्ध्यवासिनी मन्दिरदेखि उकालोको बाटो हामी जाँदैछौँ। यो बाटो चाहिँ बागलुङ हाइवे भनिँदो रहेछ। पर्वत बागलुङ हुँदै मेगदी र मुस्ताङसम्म, मुस्ताङको अप्पर मुस्ताङ लोमाङथाङसम्म त्यो चाइनाको बोर्डरसम्म पुग्ने बाटो हो यो। करिबन बाटो सबै माथिसम्म नै राम्रै छ भन्ने हाम्रो विचार हो। यो पोखरा एरियामा त अत्यन्तै राम्रो रहेछ। हामी तपाईँहरूलाई पोखरा एरियाको एसयु भिडियो मार्फत देखाउँदैछौँ र बाँकी पनि माथि नैसम्म देखाउनेवाला छौँ। Woke up on a Tuesday, the sky was gray, but inside my heart sunshine all the way. Got my favorite trainers laced up tight, gonna chase my dreams there in plain sight. Traffic jam, but I don't mind at all. Roll down my window, hear the city call. Life's a game, a dance, a crazy time. No rush, no fuss, let's just enjoy the ride. Stars are out, let's wish on them bright. Hold on tight, make the most of tonight. In every twist, in every turn, there's no end to what we'll learn. Feel the beat, it's in my bones. अहिले चाहिँ हामी पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा रहेको अवस्थित जो झोलुङ्गे पुलहरू छन् ती झोलुङ्गे पुलहरूमा गएका छौँ हेर्नका निम्ति। नेपालकै लामो झोलुङ्गे पुल भनिन्छ यिनीहरूलाई, तर झोलुङ्गे पुल चाहिँ धेरै नै रहेछ यो क्षेत्रमा, अत्यन्तै धेरै छ। 5-6 वटा चाहिँ एउटै क्षेत्रमा लगाइएको छ। बागलुङ र कुस्मा पर्वत जिल्लाको सदरमुकाम कुस्मालाई जोड्नको निमित्त वारिपारि चाहिँ झोलुङ्गे पुलहरू लगाइएको जस्तो बुझ्यो। यो चाहिँ रोहन खिमदिङ मेरो केटा, र यो केटाले चाहिँ मोरङ केराबारीको झोलुङ्गे पुल पनि देखेको रहेछ। यो पुलहरूभन्दा त त्यो मोरङ केराबारीको झोलुङ्गे पुल लामो छ भन्ने कुराहरू यसले गरिरहेछ। मेरो विचारमा त्यत्रो धेरै लामो चाहिँ छैन होला उनीहरूले जति क्लेम गरे अनुसार चाहिँ। अब सुनौ, केराबारीको फिल्म गर्नेको केराबारीको योभन्दा लामो छ। यो चाहिँ भनेको चाहिँ जाँदाखेरिको बाटोको दृश्यहरू हो। यिनीहरू भनेको चाहिँ पर्वत जिल्ला बागलुङ जिल्ला अन्तर्गत पर्न जान्छ। कस्तो रहेछ हेर्दै जाउँ। अगाडिको दृश्यहरू पनि हामी यसै अन्तर्गत देखाउँदै जानेछौँ। यो चाहिँ मेरो केटा रोहन लिम्बू। को झरना भनिन्छ। मुस्ताङ जिल्लाभन्दा के अगाडि नै पर्छ। मुस्ताङ जिल्ला टेक्नुभन्दा अगाडि मेगदी जिल्ला अन्तर्गतै पर्न जान्छ यो खासै हामी पाहाडमा बस्ने मान्छेहरूको निमित्त त्यस्तो विशाल झरना त होइन, फेरि पनि पर्यटकहरूको नजरमा परेको झरना हो योदेखि केही अगाडिपट्टि लगभग 1 किलोमिटरको अगाडि चाहिँ कालीगण्डकीको एकदमै नजिक दुईपट्टिको पहाडमा चाहिँ ढुङ्गा खोपेर ढुङ्गा मुनि नै अन्डरग्राउन्ड भएकोहरू छ। त्योहरू पनि तपाईँहरूलाई हामी देखाउने गर्दछौँ। यो क्षेत्रमा चाहिँ कालीगण्डकीको एकदमै साह्रो नजदिक दुईटा पहाडको बिचमा चाहिँ आएको पानी छ। दुईटै पहाड ढुङ्गा भएको कारणले पानीको कटानबाट चाहिँ ढुङ्गै
खोलिएर आएको अवस्था छ जो यस्तो तरिकाले देखिँदैछ पानी यो सबै ढुङ्गा क्षेत्र छ तर ढुङ्गालाई चाहिँ पानीले काटेर पानीको कटानबाट चाहिँ एकदमै नजिक लगभग उस्तै खालको जम गर्न सक्ने मान्छेहरूले भने यसलाई जम गरेरै पनि नाङ्ग्न सक्छ तर दुईटैपट्टि पहाड भएको कारणले गर्दा ग्रिपहरू छैन यी यस्तो तरिकाले यो तल पानी बगिरहेछ ढुङ्गाभित्रै नै त्यो यो भनेको चाहिँ रूप्सेको झरनादेखि करिबन 1 किलोमिटरको दूरीमा अवस्थित छ कालीगण्डकीको सबैभन्दा नजिक क्लोज ठाउँ। अब चाहिँ हामी मुस्ताङ जिल्ला अन्तर्गत पर्न जाने मुस्ताङ क्षेत्रको कोल्ड डेजर्ट क्षेत्रमा चाहिँ प्रवेश भइसकेको अवस्था छ। करिबन 9000 फिटभन्दा उच्च हाइटमा चाहिँ अवस्थित क्षेत्रहरू हो यिनीहरू। यो बाटो चाहिँ हामी जुमसुम मुस्ताङको सदरमुकाम जुमसुम हुँदै मुक्तिनाथ मन्दिरसम्मको यात्रा यस्तै बाटोमा हामी गर्नेछौँ र अब भनेको चाहिँ रुखपातहरू पनि अलिक कमी मात्रामा पाइन थालिन्छ। यो प्रकारको सानो रुखहरू मात्रै यो क्षेत्रमा पाइन्छ। जुमसुमै बजारमा 12 बजे हावा सरर जुमसुमै बजारमा 12 बजे हावा सरर ए हजुर घर हाम्रो पोखरा अहिलेसम्म भएको छैन घरबार घर हाम्रो पोखरा हाम्रो देशको सबभन्दा सुन्दर सम्पत्ति भने चाहिँ प्रकृति। त्यो डाँडा काँडामा हिमालमा जुन विदेशीहरू लाखौँ पैसा खर्च गरेर हाम्रो देशमा केही दिनको त्यो मात्र सुख भोग्नलाई पनि लालायित भएर आइराखेको छ जबकि त्यो त सबै मेरो हाम्रो जतिखेर पनि उपभोग गर्न पाइन्छ त्यसको आनन्द उठाउन पाइन्छ। अब यो उमेर पनि म एउटा यस्तो उमेरमा पुगेको छु कि कालखण्डमा पुगेको छु जहाँ कि अब चाहिँ टाउको दुखाउँदिनँ। जीवनको कति बाँकी समय छ त्यो अनिश्चित चिज हो तर जति पनि छ त्यो चाहिँ म टाउको नदुखाइकन आफ्नो पनि नदुखाउने अरूको पनि नदुखाइकन जुन मैले पूर्वजन्मको पुण्यको फलले या यो जन्मको पुण्यको फलले गरेर मैले यस्तो वातावरण मैले इन्जोय यो अहिले देख्दै गर्नुभएको चाहिँ च्याङ्ग्रा हो। च्याङ्ग्रा भनेको चाहिँ एक प्रकारको बाख्राकै प्रजातिमा आउने चाहिँ हो। यो भनेको चाहिँ एकदम हिमाली भेकमा मात्रै पाइन्छ। बाख्राकै प्रजाति भए तापनि बाख्राभन्दा चाहिँ केही सानो हुन्छ यिनीहरू तर यिनीहरूको बाल भुत्ला भने चाहिँ अत्यन्तै लामो हुन्छ जाडोमा बस्ने भएकै कारणले गर्दा पनि होला। र च्याङ्ग्रा पालनको लागि भनेको चाहिँ मुस्ताङ जिल्लालाई एकदमै महत्त्वपूर्ण मानिन्छ। यो मुस्ताङको च्याङ्ग्रा भनेको चाहिँ लगभग नेपालको महत्त्वपूर्ण ठाउँहरू काठमाडौँ जस्तो ठाउँहरूमा पनि जाने गर्दछ र च्याङ्ग्रा भनेको चाहिँ मासु खानको निमित्त अत्यन्तै स्वादिलो र यो सिर्फ मासु खानकै निमित्त पाल्ने पनि गर्छन् कृषकहरूले र हेर्नुहोस् कस्तो रहेछ अनुभव गर्नु। ल अहिले चाहिँ हामी
मिस्टर तनिषसँग जाँदैछु 1313 मन्दिरको दर्शन गर्ने भन्दा पनि धेरै चाहिँ भिडियो र फोटो खिच्ने हो। फोटो भनेको जसले तसले रहन्छ, जाडो लागिरहेछ त्यहाँनिर, पानी चाहिँ नुहाउनु पर्ने रहेछ। अब नुहाउनु चाहिँ सकिँदैन, बिमारी चाहिँ नहुने भन्ने हाम्रो धारणा हो। अब फेरि बिमारी भइयो भने साह्रो पर्यो। पानी 2टा पोखरी पनि छ त्यहाँनिर, 2टा पोखरीमा चाहिँ डुब्नु पर्ने, अनि पानीमा 108वटा धारामा चाहिँ नुहाउँदै कुद्नु पर्ने। अब त्यसो गऱ्यो भने त जाडो धेरै, यहाँ टेम्परेचर माइनस कति डिग्री छ मलाई पनि थाहा छैन। सबै पानीहरू जमेको हुँदाखेरि -10 भन्दा चाहिँ कम्ती छैन भन्ने मेरो चाहिँ आफ्नो बुझाइ हो। कस्तो छ अब हेर्दै जाउँ हामी। बडा रमणीय रहेछ, रमणीय दृश्य छ। ठाउँहरू पनि राम्रो बनाएको रहेछ। सिँढी ढुङ्गा पनि यो लोकल ढुङ्गाहरू लगाएको रहेछ। क्यामेरा मोबाइल ल अहिले चाहिँ हामी दर्शन गरेर वापस हुने क्रममा छ। यहाँनिर चाहिँ गरम पानीहरूको नि व्यवस्था गरिएको रहेछ। गरम पानी भने चाहिँ सिप पिउनको निमित्त मुक्तिनाथ मन्दिर परिसर समितिद्वारा चाहिँ आयोजन गरिएको रहेछ भन्ने कुरो बुझ्यो।
अहिले चाहिँ मुस्ताङ जानको निम्ति हामी तयारी अवस्थामा हुँदैछौँ है त